मैले चाहिँ यहाँ थाइल्यान्डबाट आएको कराईमा चाहिँ यसरी पानी पकाउँदैछु। देख्न सक्नुहुन्छ है। अब मजाले पानी पकाउँदैछु हो थाइल्यान्डबाट आएको कराईमा। अन्त यो चाहिँ तपाईहरु सबैजनालाई याद छ, तपाईहरुलाई भनिरहनु पर्दैन। यो चाहिँ हजुरहरु सबैजनालाई याद छ। त्यसपछि मैले यसलाई मिक्स गर्छु। यो दुईटालाई टक्कसँगले मिक्स गरिसकेपछि अन्त हेलो सबैजनालाई जय मसी नमस्ते। सबैजना तपाईहरु आरामै हुनुहुन्छ होला है। अन्त म पनि एकदमै आरामै छु। अन्त कति जनाले तपाईहरुले मेरो युट्युब च्यानललाई चाहिँ बिर्सिनु भयो होला। अन्त कति जनाले चाहिँ सम्झिराख्नु भएको होला। अनि एकदमै धन्यवाद भन्न चाहन्छु तपाईहरुलाई। अनि आज चाहिँ म टक्कसँगले यहाँबाट मैले भिडियो सुट गरेको छु। अनि यो चाहिँ हाम्रो यस्तो टक्कसँगले हो। अब चाहिँ म तपाईहरुसँग बात गर्छु। अनि बात गर्नुको लागि चाहिँ मैले सानो भिडियोलाई चाहिँ सुट गर्नुको लागि चाहिँ सानो खानेकुरालाई नै रेडी गर्दैछु। अनि पक्नुहोस् अब खानेकुरा सँगै हामी बातचित गर्ने छौं। र तपाईहरु कति जना नयाँ जग्गाहरुबाट पनि हुनुहुन्छ होला। अनि बुझ्नु भयो। सब्स्क्राइब गरिदिनु होला अनि लाइक कमेन्ट्स गर्नु होला। अनि आज चाहिँ म धेरै बातमा आएको छु। अनि तपाईहरुलाई भेट्न पाउँदाखेरि ज्यादा खुसी लागिराखेको छ। र आउनुस् के कुराहरु पाक्दै छ। पाकिसकेपछि म तपाईहरुलाई देखाउँछु है त। भेट्छु अनि बातचित गर्छु। A few moments later. साथीहरु म चाहिँ यहाँ कमेन्टहरु पनि हेर्दै छु हो। अनि म कमेन्टहरु यहाँ हेर्दै म तपाईहरुलाई एन्सरहरु पनि अनि दिँदै जान्छु है। कुनै कमेन्टहरु हेर्छु। धेरै छ मेरो भिडियो पनि हो। म चाहिँ पुरा भाइरल भइसके। सरी भाइरल होइन है। म एउटा कमेन्ट्सलाई लिन्छु। यो भन्दा हाम्रो कति भनेपछि 3 मन्थ अगाडि रहेछ हाम्रो यो भिडियो लाग्यो। हामीले यसमा चाहिँ तपाईको कसले कमेन्ट गर्नु भएको छ भनेपछि साइमन राईले गर्नु भएको छ। अन्त उहाँले के भन्नु भएको छ भन्दाखेरि चाहिँ सिस्टर किन भिडियो नहाल्नु भएको, केही प्रब्लम भएको हो र डेली लगाउनुहोस् न। मेरो नानीले धेरै रिक्वेस्ट गरेको छ त्यसैले सिस्टर प्लिज भन्नु भएको छ। अनि विशेष उहाँ चाहिँ प्राय जसो सबै मैले कमेन्ट्सहरुमा हेर्दाखेरि चाहिँ उहाँ चाहिँ हाम्रो क्रिस्चियन दाजुभाइ नै हुनुहुन्छ जस्तो लाग्छ। किनकि मैले उहाँको नाम पढ्दै थिएँ हो। अनि जुनै पनि भिडियोमा उहाँले कमेन्ट्स छोड्नु भएको छ। अनि उहाँको नानीले पनि एकदमै भिडियो हेर्नुहुन्छ भन्नुहुन्छ है। अनि उहाँलाई चाहिँ म एकदमै धन्यवाद भन्न चाहन्छु। अनि विशेष उहाँको नानीलाई पनि एकदमै धेरै माया भन्न चाहन्छु। अनि अब डेली नभए पनि कहिलेकाहीँ चाहिँ म भिडियो पक्कै पनि हाल्छु भन्न चाहन्छु है। अनि तपाई कहाँबाट हुनुहुन्छ अनि एकदमै धेरै सम्झेको छु सबैजनाहरुलाई। अनि अब अर्को कमेन्टमा जानुभन्दा पहिले चाहिँ यो खानु पर्यो। तातो थियो अहिले चाहिँ यस्तो चिसो भइसकेको छ। ल सुरुमा चाहिँ हाम्रो उहाँको नानीलाई नानी बाहिर एकदमै हल्ला छ है। त्यसलाई तपाईले माइन्ड नगर्नु होला। ल फर्स्टमा चाहिँ म नानीलाई दिन चाहन्छु। नानीले चाहिँ यो चाहिँ पिरो छ। नानीले चाहिँ पिरो नखानु होला।
नानीले चाहिँ यो खानु होला, यो अन्डा है। हेर्नुहोस्, चपस्टिक पनि चलाउनु पनि आउँदैन है। यो नानीले चाहिँ खानु होला, यो चाहिँ मिठो हुन्छ नानीको लागि चाहिँ। पिरो नखानु होला ल फर्स्ट नानीलाई है। अनि नानीले यो खानेछ। अनि हजुरहरू चाहिँ सबैजना मसँग आउनु होला, अनि खानु सक्नुहुन्छ केही साथमा राखेर है। धेरै भयो नखाएको, यस्तो पिरो म धेरै खानु सक्दिनँ, अनि चपस्टिकले पनि धेरै चलाउन आउँदैन, सो त्यही पनि अब फर्स्ट खानु पर्यो। पिरो साथीहरू, मैले पिरो पुरा नखाएको चाहिँ धेरै भयो नि त। म अहिले त पिरो धेरै खान सक्दिनँ। पिरो छ साथीहरू। अर्को कमेन्टमा जाउँ ल। यो पिरो छ। त्यस्तो धेरै कमेन्ट्सहरू चाहिँ आउँदैन हो। अनि उहाँले यसमै नै गर्नुभएको रहेछ, डेली भिडियो लाउनुहोस् ल भनेर भन्नुभएको रहेछ। पक्कै पनि म ट्राई गर्छु। अन्त अब अर्को भिडियोमा जान्छु। यो सबैभन्दा हाम्रो 3 महिना अगाडिको भिडियो भनेपछि अब बिचतिर जान्छु है। यस्तो पिरो हो कि यस्तो पिरो हो। अब मैले हेरिहालेँ, क्रिसमसमा जाउँ है त। क्रिसमस अन्त यहाँहरू सबैजनालाई साँच्ची अनि एकदमै ह्याप्पी क्रिसमस भन्न चाहन्छु है। अनि यहाँ क्रिसमसको भिडियो आउँदै गर्दाखेरि चाहिँ ठ्याक्कै याद आयो हो। अनि अब क्रिसमसहरू आइराखेको छ, अनि सबैजनालाई एकदमै क्रिसमसको शुभकामना भन्न चाहन्छु। अनि यहाँको कमेन्ट्सहरूलाई म हेर्छु है त। अनि यहाँ चाहिँ सबैभन्दा हामी कमेन्ट्समा जान्छौँ। कमेन्ट्समा जान्दैछु। जीवन तामाङ, वाउ सो बिग हार्ट, गड ब्लेस यु एन्ड युवर फ्यामिली मोर भन्नुभएको छ। अनि धेरै धेरै धन्यवाद जीवन भाइलाई पनि। एकदमै फेरि पनि यसपालि पनि म ह्याप्पी क्रिसमस भन्न चाहन्छु। अनि उहाँहरूको सम्पूर्ण फ्यामिलीहरूलाई पनि एकदमै क्रिसमसको शुभकामना भन्न चाहन्छु। अनि अरू पनि कमेन्ट्स हेर्छु है। अनि यहाँ पनि भन्नुभएको छ, मेरी क्रिसमस सिस्टर, यसरी सधैँ खुसी हुनुहोला, गड ब्लेस यु भनेर भन्नुभएको छ साइमन राईज्यूले। अनि एकदमै हजुरहरूलाई पनि एकदमै मेरी क्रिसमस भन्न चाहन्छु। अनि तपाईँहरू पनि एकदमै खुसी हुनुहोला है। अनि हामी सधैँभरि खुसी नै हुनु सक्नु पर्यो, सिक्नु पर्यो। अनि हामी कोसिस गर्नु पर्यो है, खुसी त हुनुपर्छ। अनि अब म फेरि पनि अर्को
कमेन्ट्समा जानुभन्दा अगाडि फेरि पनि हो पहिला चाहिँ खानु पर्यो है सिरिसको त्यस पछाडि अब एउटा लास्ट कमेन्ट्सलाई म पढ्छु त्यस पछाडि चाहिँ आजको भिडियोलाई म इन्डिङमा लान्छु है साथीहरु यस्तो बेसी खानु पर्यो अलिक पिरो हुँदैन कि म पिरो खान सक्दिनँ रहेछु साथीहरु साथीहरु तपाईहरु नराम्रो नभन्दिनुस् ल मैले कसरी खाँदैछु है तपाईहरुले हेर्न सक्नुहुन्छ अनि चपस्टिकले मलाई खासै आउँदैन त्यही पनि मजाले खानु पनि खानु चाहिँ खाइरहेको छु तर मैले अलिकति फोहोर तरिकाले खाए होला सरी भन्न चाहन्छु है नानी बाबुहरुले चाहिँ यो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ है एकदमै म हात जोडेर भन्न चाहन्छु धेरै पिरो नखानु होला अनि जति पनि है ठुलो म जस्तो यङ ले हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरु कम्ती खानु होला पिरो बेसी नखानु होला है चाहन्छु एउटा लास्ट कमेन्ट हेर्छु अब सबैभन्दा फर्स्टमा मैले बनाएको के थियो भने त्योमा जाउँ है साथीहरु अनि यस्तो पिरो नि सबैभन्दा फर्स्टमा चाहिँ मैले एउटा गीतमा बनाएको थिएँ अनि त्यसमा अनि कमेन्टहरु है त सबैभन्दा त्यहाँ कमेन्ट्स चाहिँ के आएको छ भन्दाखेरि चाहिँ चाइनिज बुहारीले भन्नुभएको छ आमेन भनेर हो चाहिँ खानु सकिनँ एकदमै धेरै पिरो भयो अन्त धेरै धन्यवाद अन्तिमसम्म तपाईहरुले मेरो भिडियोलाई हेरिदिनु भयो धन्यवाद सबैजनालाई बाइ बाइ